मम्मी हेर्नु मैले तपाईँलाई क्या राम्रो नयाँ ब्याग ल्याइदिएको छु। कति हालिस् यसलाई? यस्तो मिलाएर ल्याएको अफर रहेछ। यसले 4000 हालेर लिएर आएको मम्मी मैले। बुद्धि म त यो 500 मा ल्याउँथे फिर्ता लैजा। यस्ता जा अब ब्याग के लिएर आएको? अफरमा ल्याएको झन् यस्तो क्वालिटी हेर्नु कस्तो राम्रो छ। काम छैन 500 को ला 4000 हालेर पैसा धेरै खा रुखबाट झरे खा टिपेर ल्या हो फुरुक्क फिर्ता लानी मलाई चाहिएन। झन् माया गरेर किनेर ल्याएको त्यही नि सुख छैन कहिले ल्याउनु। हाम्रो छोरीले त बार्गेनिङ गरेर ल्याउने जाने छैन। जसले जति भन्यो त्यति हाल्ने। त्यो ब्याग काम छैन फिर्ता गरिदे। मम्मीले लास्टै भन्यो अब सर्च गरेर हेरेर जान्छु त्यहाँबाट कसले मैले खतरा बार्गेनिङ सिक्छु अब। हाउ टु बार्गेनिङ। अगर आप सेल्स में हो तो आपको नेगोशिएशन और बार्गेनिंग का जानना होगा। जरूरी है। नेगोशिएशन का मतलब होता है a process where you try to create an environment where you and the customer will win after the deal happens. अब त बार्गेनिङ सिकिहाल्यो नि। अब मलाई कसले ठग्न सक्छ? युट्युबमै हेरिसकेँ मैले अब। A few moments later. ल भाइ 20 रुपियाँ 50 25 रुपियाँ 50 लास्ट भनेको छु। 30 रुपियाँ 1 रुपियाँ दिनु। यो भाइ त यार 50 रुपियाँ चिप्स लिन आयो यार। अनेक बार्गेनिङ भयो यार। कस्तो कन्जुस हो।